हजुर नमस्ते सम्पूर्ण। हजुर बुवा पहाडमा बस्नुहुन्थ्यो, बुवा बजारमा झर्नुभयो। हामी छोराछोरी सहर पस्यौँ। हाम्रा छोराछोरी दुवै कटार मलेसिया हिँडे। नाति नतिना अमेरिका, अस्ट्रेलिया र जापान हिँडे। त्यसपछिका कहाँ जालान्? हजुरबुवा ढिँडो र आटोमै बस्नुभयो। बुवा भातको खोजीमा तराई झर्नुभयो। हामी फ्राई राइसमा दौडियौँ। हाम्रा छोराछोरी चाउमिन र मोमोमै अगाए। नाति नतिना पिज्जा बर्गर खान थाले। त्यसपछिकाले के खालान्? हजुरबुवाले सल्लाका दाउरामा भात पकाउनुभयो। बुवाले सालको दाउरामा पकाउनुभयो। हामीले स्टोभ चुलो बालेर पकायौँ। छोराछोरीले ग्यास चुलो बालेर पकाए। नाति नतिनाले बिजुली चुलोमै पकाए। त्यसपछिकाले केमा पकाउलान् त? हजुरबुवा हिँडेरै खबर पुर्याउनुहुन्थ्यो। बुवाले हुलाकबाट चिट्ठी पठाउनुहुन्थ्यो। हामीले टेलिफोनबाट खबर पुर्याउँथ्यौँ। छोराछोरीले मोबाइलमा हेर्दै कुरा गर्थे। नाति नतिनाले आइफोनबाटै भिडियो कल गर्ने थाले। त्यसपछिकाले के गर्लान् त? हजुरबुवा गोरेटो र घोडेटोमा हिँड्नुभयो। बुवा मालबाग ट्रकमा हिँड्नुभयो। हामी साइकल र बसमा हिँड्यौँ। छोराछोरी मोटरसाइकल र एसी डिलक्स बसमा हिँडे। नाति नतिना कार र हवाईजहाजमा हिँड्न थाले। त्यसपछिका केमा हिँड्लान् त? हजुरबुवा देव र पुराण पढ्नुहुन्थ्यो। बुवा संस्कृत र रामायणका श्लोक घोक्नुहुन्थ्यो। हामी स्वस्थानी र कविता पढ्थ्यौँ। छोराछोरी प्रेम कहानी र अङ्ग्रेजी पढ्थे। नाति नतिना एसएमएस र रोमन पढ्छन्। त्यसपछिकाले के पढ्लान् त?